ठ्याक्कै भन्नु पुरा के भयो ठ्याक्कै नै भन्दैछु त ठ्याक्कै भन्दैछु है भन्नुहोस् न मेरो गीत सुनाऊ अलिकति भन्नुहोस् देश बिर्सी एकै अलिले हाँस्नु न गीत गाउनु छ म पनि गाउँछु किरिस का सुन्ने का गाना किरिस का गाउनु छ म पनि गाउँछु हाँस्नु बाँच्नु मैले बाँच्नु मैले भन्नुहोस् हैन अर्को जुनी पाए भने अर्को जुनी पाए भने यही माटोमा जन्म हो यही माटोमा जन्म हो घिसिङले उप प्रधानमन्त्रीमा गीतहरूको कुरा गरौँ न गीतहरूको कुरा गरौँ गीत गाउने होइन तपाईँले पनि गाउनुहोस् अघि तर तपाईँको स्वर त्यति राम्रो रहेन मैले कहिले गीत गाएँ गीतहरूको कुरा गरौँ न खालि यो मन्त्रीको के जति त्यस्तो ठुलो होइन होइन घिसिङले भन्नुभयो म ऊर्जा मन्त्री मात्र फेरि मन्त्री नै भन्नुभयो अब हुनुहुन्छ फेरि घुम्दै फिर्दै मन्त्रीमै ल्याउनुहुन्छ घुम्दै फिर्दै मन्त्री तपाईँलाई मन्त्री बनाउनु पर्छ भने दबाब भइसकेको छ क्या हो एहे त्यसो भए त लु ठिक छ कोन त है म त तर रेडी छु अब देशमा यत्रो ठुलो सङ्कट हुँदा फेसबुकमा स्टेटस लेख्दै बस्नु चाहिँ मैले सकिनँ धेरै मन पराउनुहुन्छ युवाले मलाई पूर्वदेखि होइन काठमाडौँमा मात्रै होइन पूर्वदेखि तपाईँको पश्चिमसम्मै मन पराउनुहुन्छ हाल हाल बिना दुखिन भने आउ त